बीबीसी नेपाली सेवाको साँझ पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई बर्खास्त गरेको विषयलाई लिएर विपक्षी दलहरूद्वारा संसद अवरुद्ध, प्रधानमन्त्रीजीले यस बारेमा संसदलाई जानकारी नगराउँदासम्म संसद सुचारू हुन नसक्ने जानकारीमा गराउन चाहन्छु। सत्ताधारी दल विपक्षीका मागप्रति असन्तुष्ट, नेपालमा आफू जन्मिएको थापथलो छाडेर आन्तरिक बसाइसराई गर्ने प्रवृत्ति झाँगिएको प्रतिवेदन सार्वजनिक, करिब 82-83 लाख मान्छेहरू बसाइ सरेर थाकलो छोडेर हिँडेको देखिन्छ। अनि दक्षिण कोरियामा डरेलोका कारण कम्तीमा 24 जनाको मृत्यु। सबभन्दा पहिला प्रमुख विश्व समाचार। पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। सुडानी सेनाले 2 वर्षदेखि अर्धसैनिक ऱ्यापिड सपोर्ट फोर्सेस RSF को कब्जामा रहेको खार्तुङको विमानस्थलमाथि पुनः नियन्त्रण प्राप्त भएको जनाएको छ। RSF का लडाकुहरू पछि हटिराखेको भन्दै सेनाले आफूहरू सिङ्गो राजधानीमाथि पूर्ण नियन्त्रण कायम गर्ने कार्यको नजिकै पुगेको जनाएको हो। अहिले पनि पश्चिम सुडानको डार्फर क्षेत्रका लगभग सबैजसो स्थानमा RSF को नियन्त्रण छ। लगभग 2 वर्ष अघि युद्ध सुरु भए यता 1 करोड 12 लाख मानिसहरू विस्थापित भइसकेका छन्। दक्षिण कोरियाको जंगलमा इतिहासकै घातक डढेलो फैलिराखेका बेला मूल्यवान कलाकृतिहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको अधिकारीहरूले बताएका छन्। उक्त घटनामा कम्तीमा 24 जना मारिएका छन्। BBC की साइमा खलिल भन्छिन्, अधिकारीहरूले अझै आगलागीको कारणबारे अनुसन्धान गरिराखेका छन्। भोलि वर्षा हुने अपेक्षा गरिएको छ, तर अधिकारीहरूले उक्त वर्षा आगो निभाउन पर्याप्त नहुने चिन्ता व्यक्त गरेका छन्। BBC संवाददाताको भनाई, हजारौं मानिसहरूलाई त्यहाँबाट अन्यत्र सारिएको छ। डढेलो फैलिएको क्षेत्रमा कैयौं सांस्कृतिक र धार्मिक स्थलहरू रहेको बताइएको छ। दि एटलान्टिक म्यागजिनले ट्रम्प प्रशासनका वरिष्ठ सदस्यहरूले गरेको एउटा ग्रुप च्याटको पूर्ण पाठ प्रकाशित गरेको छ, जसमा उनीहरूले यमनमा हवाई आक्रमण गर्ने योजनाबारे छलफल गरेका थिए। पत्रिकाका सम्पादक उक्त छलफलमा भूलवश समेटिएका थिए। उक्त च्याटमा अमेरिकी लडाकु विमानहरूले उडान भर्ने र क्षेप्यास्त्र प्रहार गर्ने समयको सठिक विवरण उल्लेख छ। अमेरिकी अधिकारीहरूले भने उक्त म्यागजिनको दावीलाई अस्वीकार गरेका छन्। डेनमार्कले अमेरिकी प्रतिनिधि मण्डलद्वारा गरिने भनिएको विवादास्पद ग्रीनल्यान्ड भ्रमणका कार्यक्रममा कटौती हुन लागेकोमा त्यसको स्वागत गरेको छ। डेनमार्कका विदेश मन्त्री लार्स लुगे रासमुसनले उपराष्ट्रपति JD भान्सले अब आफ्नी श्रीमतीसँगै अमेरिकी सैन्य अड्डाको मात्र भ्रमण गर्ने कुरा सकारात्मक भएको उल्लेख गरे। डेनमार्क र ग्रीनल्यान्डद्वारा बिना निम्तोको भ्रमणको कडा आलोचना गरिएपछि एउटा सांस्कृतिक कार्यक्रममा भाग लिने उषा भान्सको प्रारम्भिक योजना रद्द भएको थियो। राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार ग्रीनल्यान्डमाथि अमेरिकी नियन्त्रण कायम गर्ने इच्छा प्रकट गर्दै आएका छन्। र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले गाजामा बन्धक बनाइएका इजरायलीहरूलाई नछाडे गाजाका क्षेत्रहरू पुनः कब्जा गरिने चेतावनी दिएका छन्। संसदमा बोल्दै उनले हमासमाथिको दबाव अझ बढ्ने बताएका हुन्। प्यालेस्टिनी समूहले जारी गरेको एउटा वक्तव्यमा हरेकपल्ट इजरायलले बन्धकहरूलाई बलपूर्वक मुक्त गराउने कोसिस गर्दा उनीहरू सब पेटिकामा फर्किनु परेको बताएको छ। वक्तव्यमा गाजामा इजरायलले पुनः थालेको बमबारीले उनीहरूको जीवन खतरामा पारेको उल्लेख छ। प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले एक साता अघि इजरायलले पुनः सैन्य कारबाही थाले यता 800 भन्दा धेरै प्यालेस्टिनीहरू मारिएको बताएका छन्। यो BBC नेपाली सेवा हो। साँझ पखमा यहाँलाई स्वागत छ। कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको विरोधमा आज विपक्षी दलहरूले संसद अवरुद्ध पारेका छन्। उक्त निर्णय फिर्ता लिन र प्रधानमन्त्रीले संसदमा यसबारे जानकारी नगराएसम्म संसद चल्न नदिने उनीहरूले बताएका छन्। काठमाडौँसहित विभिन्न ठाउँमा उनको बर्खासीको विरोधमा प्रदर्शनहरू भएका विवरण आएका छन्। एक रिपोर्ट। सरकारले कार्य सम्पादन खराब भएको भन्दै विद्युत प्राधिकरणका प्रमुखलाई हटाएको विषय राजनीतिक रूपमा विवादग्रस्त बन्न पुगेको छ। आज संसदको दुवै सदनमा विपक्षी दलहरूले अवरोध गरेपछि कार्यसूचीमा प्रवेश नगरिकनै संसदका बैठक स्थगित गरिए। प्रतिनिधि सभामा सुरुमै बोल्दै नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले घिसिङ बर्खासीबारे प्रधानमन्त्रीको जवाफ माग्दै नत्र विपक्षी दलहरूले संसद चल्न नदिने चेतावनी दिए। हामी चाहन्छौं सरकार यस प्रकृतिको निर्णय फिर्ता ल्याओस् र त्यसको निम्ति प्रधानमन्त्रीजीले आएर संसदलाई यस बारेमा भएका समग्र कुराको जानकारी तत्काल गराउनु पर्दछ र प्रधानमन्त्रीजीले यस बारेमा संसदलाई
जानकारी नगराउँदासम्म संसद सुचारू हुन नसक्ने जानकारी म गराउन चाहन्छु। कार्यकाल 4 महिना मात्र बाँकी रहेको कर्मचारीलाई उनकै शब्दमा मानमर्दन गरेर हटाउनु अनुचित भएको भन्दै त्यसले वर्तमान सरकारसँग 4 महिना टिक्ने आत्मविश्वास समेत नरहेको देखाएको बस्नेतले बताएका थिए। घिसिङलाई हटाउने कदमले सरकार बिचौलियाप्रति समर्पित भएको देखिने पनि उनले बताए। सरकार उसो त स्वार्थ समूहहरूको पृष्ठपोषण र बैशाखीमा निर्मित भएको कारणले स्वार्थ समूहहरूको बिचौलियाहरूको हित रक्षाको निम्ति आफूलाई समर्पित गर्नु सरकारको नियत र नियति बनिरहेको छ। सरकारले ल्याएका अध्यादेशका प्रतिस्थापन विधेयकहरू राष्ट्रिय सभाबाट चैत 18 भित्र पारित भइसक्नु पर्ने अवस्थामा सदन नचल्दा सरकार अप्ठ्यारोमा पर्ने देखिएको छ। आजै घिसिङका तर्फबाट सर्वोच्च अदालतमा एक रिट निवेदन पेश भएको सर्वोच्चका प्रवक्ता अच्युत कुइकेलले बीबीसीलाई बताएका छन्। तर कार्यालय समय पश्चात पेश भएकाले त्यसलाई दर्ता गर्ने सम्बन्धी प्रक्रिया भोलि मात्र अघि बढ्ने उनले बताए। यसै सिलसिलामा हामीले नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलालाई सम्पर्क गरी विपक्षी दलहरूको मागबारे सत्तारूढ दलको प्रतिक्रिया सोधेका छौं। पहिलो कुरा कुलमानजीको विषय टुङ्गिसक्यो। उहाँले सरकारको निर्देशन नमान्ने, सरकारले गरेका निर्णयहरूलाई अस्वीकार गर्ने, अटेर गर्ने र अमुक कुनै पार्टी कार्यालयबाट एउटा पार्टीको कार्यकर्ता जस्तो निर्देशित भएर गतिविधि गर्ने जे व्यवहार गर्नुभयो, त्यस बमोजिम नेपाल सरकारले उहाँका बारेमा निर्णय गरेर उहाँको स्थानमा अरू कोही व्यक्तिलाई नियुक्ति गरिसक्यो। त्यसकारण भइसकेको कुराको बारेमा केही कुरा भनिरहनु पर्ने अवस्था रहेन। त्यस बमोजिम यसका बारेमा भएको कुरा बताउने कुरालाई अन्यथा लिन पनि भएन। यसमा सम्बन्धित सरकारका कोही विभागीय मन्त्री वा अरू कोही मन्त्रीजीले यसका बारेमा बताउन हाउसलाई आएर उपयुक्त हुन्छ। यसमा हाम्रो पनि त्यसमा उहाँहरूले भनेको कुरामा हामीलाई यसमा अन्यथा छैन। तर यसका बारेमा उहाँहरूलाई के लाग्यो, प्रधानमन्त्री आएर बोल्नुपर्छ, जवाफ दिनुपर्छ, प्रष्टीकरण दिनुपर्छ भन्ने कुरा यो संसदको गरिमासँग सम्मान्य एउटा प्रधानमन्त्री र क्याबिनेटले गरेको निर्णय यस हिसाबले यो गर्यो भनेर चाहिँ प्रष्टीकरण संसदमा आएर दिइरहनुपर्छ भन्ने कुरा त्यो स्वाभाविक होइन। प्रधानमन्त्री नभइकन हुँदैन, हाउस चल्न दिँदैनौ भनेर जसरी आज गर्नुभयो यो सर्वथा असंसदीय कुरा हो, गैर राजनीतिक कुरा हो। अब केही दिनमै यो जुन अघिल्लो पटक सरकारले ल्याएका अध्यादेशहरूको चाहिँ विधायिकी रूपमा निर्क्युल गर्ने समय घर्किन लागेको छ। केही गरी संसद अवरोध भइरह्यो भने त ती अध्यादेशहरू, ती प्रतिस्थापन विधेयकहरू अल्पत्र पर्ने जोखिम हुने भयो नि, होइन? सरकारले संसदलाई दिएको बिजनेस संसदले समयमा राफसाफ गर्नु पर्दछ। यो कुनै मुद्दा पनि होइन, कुनै पनि विषय पनि होइन। यस्तो सामान्य विषयमा प्रमुख प्रतिपक्षले खबरदारी गर्ने कुरा गरिसक्नुभयो, सरकारलाई ध्यानाकर्षण गराउने कुरा गराइसक्नुभयो। आन्दोलन चाहिँ सडकमा मसाल जुलुस निकाल्ने, पुतला दहन गर्ने गरिरहनु भएको छ। गरिरहनुहोस्, यो संविधान लोकतन्त्रले पाएको सुविधा उपभोग गरिरहनु भएको छ। तर यो विषयमा प्रधानमन्त्री कसै गरी पनि उपस्थित नभइकन हाउस चल्न दिन्न भन्ने कुरा चाहिँ यो अर्ग्यालाई हो। संसदले नियमित रूपमा सम्पादन गर्न पर्ने, संविधान बमोजिमको सीमाभित्र सम्पादन गर्नुपर्ने काम प्रक्रियामा यस प्रकारले प्रमुख प्रतिपक्षले अवरोध सिर्जना गर्न पाउँदैन। उनी थिए नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला। अब अर्को प्रसंग। नेपालमा स्थायी रूपमै आफ्नो मूल थातथलो छाडेर आन्तरिक बसाइसराई गर्ने जनसङ्ख्याको अनुपात झण्डै 30% रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले देखाएको छ। राष्ट्रिय जनगणना 2078 को बसाइसराई सम्बन्धी पछिल्ला 2 विषयगत प्रतिवेदनमा उच्च हिमाली र पहाडी क्षेत्रको जनसङ्ख्या उल्लेख्य रूपमा घटिरहेको गम्भीर अवस्था देखिएको अधिकारीहरूले बताएका छन्। यसै सन्दर्भमा साथी प्रदीप बस्यालले कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेलाई सम्पर्क गरी आन्तरिक बसाइसराईको प्रवृत्तिबारे सोधेका छन्। आन्तरिक बसाइसराईको चाहिँ 2 खालको एउटा चाहिँ पहिला हामीले सोच्ने गरेको बसाइसराई जुन छ हिमाल पहाडबाट तराई आउने थियो पहिलाको एकदमै ट्रेन, त्यो ट्रेन त यथावत छ। तथापि अहिले त्यो चाहिँ साना साना सिटीहरूबाट ठुला सिटीहरूमा काठमाडौँ, पोखरा, चितवन यस्तो सिटीहरूमा जाने, तराईतिर हेऱ्यौँ भने ग्रामीण क्षेत्रमै पनि माइग्रेसन एक आपसमा उच्च छ। त्यहाँ प्रतिवेदनमा जुन मूल थलोका मानिसहरू चाहिँ स्थायी रूपमै देशभित्र बसाइसराई गरेको देखिया छ, त्यसमा पनि 18वटा जिल्लामा चाहिँ अलिकति बढी भएको देखिन्छ। यो चाहिँ कतिको उल्लेख्य या कतिको स्वाभाविक हो? करिब 29-30% मान्छेहरू चाहिँ पछिल्लो समयको माइग्रेसन हेऱ्यौँ भने पनि करिब त्यो 82-83 लाख मान्छेहरू चाहिँ बसाइ सरेर थाकलो छोडेर हिँडेको देखिन्छ। त्यो ट्रेन भनेको चाहिँ अवसर, रोजगारी यी विषयहरूको खोजीमै छ मान्छेहरू, होइन? शिक्षाको हिसाबले मान्छेहरू चाहिँ आफ्नो थाकलो छोड्ने क्रम चाहिँ बढ्दो छ। यो जुन काठमाडौँका 3वटा जिल्लामा लगभग बसाइ सरेर आउनेको संख्या 50% भन्दा बढीले वृद्धि भएको देखिँदो रहेछ, होइन?
अब 58 जिल्लामा चाहिँ फेरि बसाइ सरेर जाने धेरै तर आउने कम भएको देखिन्छ। यसले अब असन्तुलनको अवस्था कस्तो देखाइरहेको छ देशभित्र? यो चाहिँ अलि गम्भीरै अवस्था हो। हाम्रा संरचनाहरू, हाम्रा दुईटा बाटाहरू ठुल्ठुला एउटा मदन भण्डारी राजपथ, अर्को मध्य पहाडी मार्गहरू पनि बनिसकेको अवस्था छ। विश्वविद्यालयदेखि लिएर स्वास्थ्य चौकीहरू, स्कुलहरू सबै बनिसकेका छन्, तर त्यहाँ बस्ने मानिसहरूको सङ्ख्याहरू चाहिँ घट्दै गएको अवस्था छ। अहिले जति स्ट्रक्चरहरू बसाइ सर्नेको एउटा माध्यम बन्दी ती बाटाहरू चाहिँ अहिले ठुल्ठुला विश्वविद्यालय पनि 10+2 भन्दा माथिका कलेजहरू बन्द हुनुपर्ने अवस्थामा आइसकेका छन्। कृषिको ठुलो अर्थतन्त्र भनिरहेका छौँ, तर कृषि उत्पादनमा हाम्रा सबै घरहरू खाली भइसके, घर जग्गा जमिनहरू खाली भए, सबै झारपातहरू पलाउन थालिसके। हाम्रो पहाड तराईका पनि इभन सबै घरहरू चाक्लाबन्दी भइसकेका छन्। अब जुन तराईमा हाम्रो चाप परेको छ, जनसङ्ख्याको चाप, त्यसले गर्दा कृषि उत्पादनमा पनि ह्रास आउने अवस्था छ होइन। जनगणनाको यो जुन एक खाले पूरक प्रतिवेदनले चाहिँ यसले चाहिँ तथ्याङ्क मात्रै देखाइरहेको छ कि कारणहरू पनि केलाएको छ या सम्भावित भविष्यमा गर्नुपर्ने सुझावहरू पनि दिएको छ कि कस्तो छ? अहिलेको प्रतिवेदन हाम्रो नितान्त विश्लेषणात्मक प्रतिवेदन। अब के गर्नुपर्छ भन्ने खालको भूमिका छ। हामीले 30 वर्षको एउटा एजम्सनहरू दिएका छौँ। 30 वर्षको जनसङ्ख्या कहाँ पुग्छ, 30 वर्षमा मान्छेहरू कति फर्किन्छन्, हरेक वर्ष मान्छे कति फर्किन्छन्, कति जन्मिन्छन्, कति मृत्यु हुन्छन्, त्यो कस्तो देखिन्छ त 30 वर्षपछिको अवस्था अहिलेको विश्लेषणका आधारमा हेर्दा? 3टा सिनारियो दिएको छौँ अहिले हामीले होइन। एउटा चाहिँ मध्यम, एउटा चाहिँ प्रगति उन्मुख देशको कल्पना गरिएको छ। एउटा यही तरिकाले अहिले भएकोलाई समान किसिमले हाम्रा इन्डिकेटरहरू समान किसिमले घटबड हुँदै गयो भने प्रगति उन्मुख बिस्तारै जान्छ, स्लो एकदमै बिस्तारै जान्छ भन्ने छ। अर्को चाहिँ एउटा समृद्ध नेपालको कल्पना होइन। समृद्ध नेपालमा चाहिँ के हुन्छ भने कतिपय सूचकहरू विकास द्रुत गतिले बढ्दै जान्छ, इनोभेटिभ वेमा काम हुन्छ, अनि आर्थिक वृद्धि दर बढ्दै जान्छ, जनसङ्ख्या वृद्धि दरहरू घट्छ, अझै जनसङ्ख्या घट्छ, त्यो प्रजनन दर तीव्र गतिमा घट्छ भन्ने किसिमको कल्पनाहरू गरेको छ। र बसाइ सराईको कल्पना कस्तो गरेको छ भन्दाखेरि हाम्रा साना साना सिटीहरू सहर हुँदै जान्छन्, ग्रामीण क्षेत्रहरू सहरीकरण उन्मुख हुँदै जान्छन्, तर त्यो अहिले भएका सहर र ती सहरको बिचमा माइग्रेसनको ट्रेन्ड उस्तै हुने भयो। सबै सहर हुँदै गयो भने त्यो माइग्रेसन ट्रेन्ड चाहिँ स्थिर हुन्छ। अब यहाँबाट प्रवासन हुने मानिसहरूको सङ्ख्या पनि अलिकति घट्दै जान्छ। अब बिस्तारै 2030देखि अलिक घट्दै जान्छ, 45देखि घट्ने, अनि हाम्रो यो प्रजनको दर पनि त्यो एउटा स्थिर रूपमा रहन्छ भन्ने अनुमान। त्यस्तै गरेर रिटर्निङ माइग्रेसन पनि केही मात्रामा मुख्य रूपमा 40 वर्ष उमेर पुगेका मान्छेहरू चाहिँ फर्किन्छन् बढी भन्ने एउटा चाहिँ जुन चाहिँ अहिले फर्कने दर चाहिँ लगभग 1/4 मात्रै देखिन्छ होइन। भनेपछि त्यो कति वर्षमा उनीहरू फर्किन्छन् भन्ने आकलन हुन्छ त? खाडी मुलुकमा गएका मान्छेहरू त रिटर्न हुन्छन् नै, किन रोजगारी यहाँ सिर्जना गर्ने पाटो एउटा भयो। अर्को भनेको जुन सब विकसित देशहरूमा गएका छन्, युरोप अमेरिका लगायत अन्य देशहरूमा गएका मान्छेहरूको पनि यो रिटर्निङ चाहिँ बिस्तारै हुन्छ र तिनीहरूको भएको स्किललाई चाहिँ हामीले प्रयोग गर्न सक्छौँ भन्ने किसिमको एउटा ट्रेन्ड देखिएको छ। उनी थिए राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछाने, साथी प्रदीप बस्यालसँग कुरा गर्दै। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। दक्षिण कोरियाको दक्षिण पूर्वी क्षेत्रमा फैलिरहेको घातक डढेलोमा परि कम्तीमा 24 जनाको मृत्यु भएको छ। केही दिन अघिबाट सुरु भएको आगो तेज हावा र सुक्खा मौसमका कारण तीव्र रूपमा फैलिरहेको बताइएको छ। डढेलो फैलिएको क्षेत्रमा कैयौं सांस्कृतिक र धार्मिक स्थलहरू समेत छन्। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ पवनराज पौडेलबाट। 23,000 भन्दा धेरै मानिसहरूलाई सुरक्षित स्थानमा सारिनुका साथै ती क्षेत्रमा भएका मूल्यवान कलाकृतिहरूलाई पनि स्थानान्तरण गर्ने कार्य भइराखेको अधिकारीहरूले बताएका छन्। समयमै घर छाडेर भाग्न नसकेका 60 वर्ष माथिको उमेर समूहका मानिसहरू डढेलोको चपेटामा परेको बताइएको छ। कार्यवाहक राष्ट्रपति हान डक शूले उक्त स्थितिलाई अभूतपूर्व सङ्कटको स्थिति भनेका छन्। उनका अनुसार बिजुली र सञ्चार सञ्जालका साथै सडकहरू पनि अवरुद्ध भएका छन्। आगो निभाउन हजारौं अग्नि नियन्त्रकहरू खटिएका छन्। भोलि पानी पर्ने अनुमान गरिए पनि आगो निभाउन पर्याप्त हुनेमा अधिकारीहरूले शंका व्यक्त गरेका छन्। यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।